नमस्ते। कृषिका कुरा युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। आज नयाँ विषयवस्तु ल्याउने क्रममा मैले तपाईँहरूको चासो र धेरैको चिन्ता भएको एभोकाडोहरूको यो फल यस्तै झरेको फल झरेको छ, फल लटरम्म फल्छ तर फल झर्छ। अब यसरी लटरम्म बुटामा यसरी फलेको छ, लटरम्म फल्छ र यो फल किन झर्छ, फल झर्नुको कारणहरू के हो भन्ने कुरामा मैले 9वटा कारणहरूको कारणले गर्दाखेरि फल झर्छ। एभोकाडोको फल झर्नको 9वटा कारणहरू मैले आज लिएर आएको छु। 9वटा कारणहरू मध्ये तपाईको फल झर्दाखेरि कुनै पनि एभोकाडोको फल झरेको छ भने ती 9वटा कारण मध्ये कुनै एउटा कारण अथवा धेरै कारण हुन सक्छ। त्यो कुरालाई भिडियोलाई अन्त्यसम्म हेर्नुभयो भने तपाईहरुले चाहिँ यो फल झर्नको कारण राम्रोसँग जान्नुहुन्छ र आफैले त्यसको समाधान गर्न सक्नुहुन्छ। यसको उपचारको बारेमा पनि मैले अर्को भिडियोमा उपचारको बारेमा पनि मैले कुरा गर्छु। आज मैले यो फल झर्नको मात्रै कारणहरू यहाँहरूलाई बताउन गइरहेको छु। फल झर्नको कारणहरू बताउनु भन्दा अगाडि यो भिडियो कस्तो लाग्छ यहाँलाई, यो भिडियो हेरिसकेपछि पक्का पनि लाइक कमेन्ट गर्नु होला र यो च्यानललाई सब्स्क्राइब गर्नु होला। मैले अबको भिडियोलाई चाहिँ सुरु गर्न भन्दा अगाडि सबभन्दा पहिला एभोकाडो नेपालको अत्यन्त अहिले प्रचलनमा आएको अत्यन्त महत्त्वपूर्ण बिरुवाको रूपमा रहेको, महत्त्वपूर्ण फलको रूपमा रहेको एभोकाडो अहिले धेरैले लगाउनु भएको छ र धेरैले लगाउँदाखेरि पनि के भएको छ भन्दा फल झरेको छ। लटरम्म फुल्छ, लटरम्म फल्छ तर सानो बतिलामा यस्ता बतिलाहरू हुँदाखेरि नै यो झरेको छ। यस्ता बतिलाहरू झरिसकेपछि के हुन्छ भन्दा निराश हुनुभएको छ धेरै चाहिँ एभोकाडो लगाउनेहरू। त्यसैको कारण के हो त यो बतिलाहरू झर्नको कारणहरू भनेर मैले खोज्ने क्रममा मैले 9वटा कारणहरू तपाईहरुलाई आज बताउँछु र 9वटै कारण राम्रोसँग तपाईहरुले भिडियो हेरेर हेर्नु होला। यसको पहिलो कारण भनेको 1 नम्बर कारण भनेको इम्याच्योर्ड प्लान्ट अथवा रुख नै जति उमेर हुनुपर्ने हो यो सेक्सुअली म्याच्योर हुनुपर्छ, वयस्क हुनुपर्छ र वयस्कता भएपछि मात्रै यसले सबै आफूले फलेका फलहरू कति राख्न सकिने हो। त्यो कारणले यदि बुटो ठुलो छ र पनि 3 वर्षको 4 वर्षको बुटाहरू छ, भर्खर फलेका बुटाहरू छ भने यो इम्याच्योर भएको कारणले यो फल झर्छ। दोस्रो कारण भनेको यो फल झर्नुको दोस्रो कारण भनेको हामीले बिरुवा त लगायौं, फल्न त फल्यो, तर दोस्रो कारण के हो भन्दाखेरि हामीले लगाएको बिरुवा हामीले जुन लोकेसनमा जुन इन्भाइरोमेन्टमा लगाएका छौं त्यो इन्भाइरोमेन्टमा त्यो लोकेसनमा नहुने खालको, हाम्रो इन्भाइरोमेन्टमा हाम्रो हावापानीमा नहुर्कने खालको र नहुने खालको बिरुवा छ भने पनि त्यसको हामीलाई थाहा हुँदैन, त्यसको फल झर्छ। दोस्रो कारण यही हो। र तेस्रो कारण के हो भन्नुहुन्छ भने तेस्रो कारण भनेको प्राकृतिक कारण नै हो। फेरि यो फल झर्दाखेरि के छ भन्दा पहिला लटरम्म फल्छ र फलिसकेपछि लटरम्म फलिसकेपछि यसको तेस्रो कारण भनेको के हो भन्दा यसले जति बिरुवाले धान्न पर्ने हो त्यति मात्रै यसले फल धानेर अरू झराल्छ। यो तेस्रो कारण चाहिँ हामीले चाहिँ डराउन हुँदैन, किन भन्दा हामीले जति फलेको त्यति सबै रहोस् भन्ने चाहन्छौँ, त्यस्तो हुँदैन। यो बिरुवा हेर्नु होला, यो बिरुवाले आफ्नो सके जति फल धानेको छ। यो करिब 4 वर्ष 5 वर्ष भएको यो बिरुवाले आफ्नो सके जति फल धानेको छ, यति नै यसले फल्ने हो। तेस्रो कारण त्यही हो। चौथो फल झर्नको चौथो कारण के हो भन्दा यो एभोकाडोले कस्तो छ भन्दा एभोकाडोको एउटा जात के हो, यो एभोकाडोको बानी कस्तो हुन्छ, यसले धेरै पानी सहन्छ न सुक्खा सहन्छ। यो धेरै पानी भयो भने पनि एभोकाडो छ, धेरै सुक्खा भयो भने पनि एभोकाडोको फल झर्छ। अब हामीले हाम्रो चाहिँ जमिन हेरेर त्यहाँ धेरै सुक्खा भएको कारणले फल झरेको हो अथवा धेरै पानी भएको कारणले फल झरेको तपाईहरुले आफ्नै वरिपरि रहेको त्यो आफ्नो लगाएको ठाउँको एभोकाडोलाई हेर्नुभयो भने पनि सुक्खा भएर हो कि पानी भएर हो त्यो थाहा पाउनुहुन्छ। चौथो कारण। अब पाँचौं कारण मैले बताउन गइरहेको छु। एभोकाडोको यस्तो फल झर्नुको पाँचौं कारण के हो भन्दा जसलाई पनि सन्तुलित आहार चाहिन्छ। त्यसमाथि जसरी मानिसहरूलाई प्रेग्नेन्ट भएमा विभिन्न प्रकारका सन्तुलित आहार चाहिन्छ, त्यस्तै गरी यसलाई पनि फल्ने बेलामा चाहिँ फल्ने बेलामा यसलाई चाहिँ विभिन्न प्रकारका सन्तुलित भोजन यसलाई चाहिन्छ। यसलाई चाहिने सन्तुलित भोजनको बारेमा मैले मलहरूको बारेमा के कस्ता मलहरू चाहिन्छ त्यसको अर्को भिडियोमा प्रस्तुत गर्ने गरी सन्तुलित भोजन नभएको कारणले गर्दा, सन्तुलित खुराक नपाएको कारणले गर्दाखेरि हामीले हेर्दाखेरि बुटा राम्रो भएर पनि यसको जराबाट जाने जति तत्त्व हो त्यति तत्त्व यसले
नभएपछि यसले फल झारिदिन्छ, यसले फल फलाउँदैन। किन भन्दा आफूलाई खाना पुगेन भन्ने लाग्यो भने यसले फल झराल्छ। यो 5औं कारण भयो। अर्को 6औं कारण, यसको अत्यन्त महत्त्वपूर्ण कारण भनेको, यो 6औं कारण भनेको यसको चाहिँ मुख्य कुरा के हो भन्दा रोग किरा। 6औं कारण रोग किरा हो। किन रोग किरा हो भन्दा यसका रोग किराको बारेमा म अर्को भिडियोमा यसमा लाग्ने रोग र त्यसको समाधानको विषयमा पनि मैले सबै यहाँहरूलाई अनुरोध गर्नेछु। आज मात्र यति भनौँ, लाग्यो फलमा रोग किराहरू लाग्यो अथवा जरामा रोग किराहरू लाग्यो, दुवैतिर रोग किरा लाग्छ है। फलमा अथवा जरामा अथवा पातमा लाग्ने रोग किराले गर्दाखेरि के हुन्छ त भन्दा यो फल चाहिँ त्यहाँ रहँदैन। किनभने यसको किराले यसको डाँठहरूको यस्तो ठाउँमा खाइदिन्छ अनि यो किराले यो फललाई पनि चुसिदिन्छ, पातलाई चुसिदिन्छ, बुटो कमजोर हुन्छ। कमजोर भएपछि यो झर्छ। अब 7औं कारण घामको मात्रा थोरै छ। अब 7औं कारण घामको मात्रा हामीले एकदम शीतल पर्ने मात्रै ठाउँमा छ, यो बुटाले राम्रोसँग घाम पाएको छैन भने पनि फल फल्छ तर फल रहँदैन। घाम कमजोर भयो, घाम पाएन, 8 घण्टा यसले घाम पाएन, राम्रोसँग घामको तापक्रम पाएन भने पनि यसले फल झर्छ। यो 8औं कारण भयो। अब के अरे 7औं कारण। अब 8औं कारण भनेको के हो भन्दा कहिलेकाहीँ हामीले एभोकाडो लगाउने भनेर धेरै नाइट्रोजन युक्त मलहरू हाल्छौँ, धेरै मलहरू हाल्छौँ, धेरै चाँडै हुर्काउँछौँ, हलक्क बढ्छ, फुल्छ, फल्छ। त्यो नाइट्रोजनको मात्रा बढी भयो फल फल्ने बेला भने नाइट्रोजनको मात्रा बढी हुँदाखेरि बिरुवाले ग्रोथतिर ध्यान दिन्छ, फलतिर ध्यान दिँदैन र फल झर्छ। त्यसकारणले नाइट्रोजनको मात्रा बढी भएको, मलको मात्रा बढी भएर पनि झरेको हुन्छ। र अन्तिम तथा 9औं कारण भनेको के हो भन्दाखेरि यसको वरिपरिको गोडमेल, यसलाई झारहरूले प्रशस्त मात्रामा झारहरू हुन्छ, अरू बिरुवाहरू हुन्छ, यसलाई डिस्टर्ब गर्ने कुराहरू हुन्छ। त्यस्ता कुरालाई राम्रो गोडमेल गर्न सकिएन, हाँगालाई राम्रोसँग काटछाट गर्न सकिएन भने पनि एभोकाडोले फल झारिरहेको हुन्छ। आज मैले एभोकाडोको फल झर्नुको 7वटा कारणहरू बताएँ, यहाँ 9वटा कारणहरू बताएँ। यहाँहरूले एभोकाडोको फल झरेको छ भने यो 9वटा कारणहरू मध्ये कुनै एउटा अथवा धेरै कारणहरू हुन सक्छ, यहाँहरूले खोज्नु होला। म यो कारणहरूको पनि समाधानलाई लिएर यहाँहरूसँग उपस्थित हुनेछु। आजको भिडियो यहाँलाई कस्तो लाग्छ? लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।